अब रिचा सहरिया मेमसाब मात्र रहेकी थिइनन्। उनी गाउँको विकासको एउटा बलियो खम्बा बनिसकेकी थिइन्। गाउँलेहरूले अब उनलाई जिस्क्याउन छोडेर हाम्री बुहारी भन्न थालेका थिए। गाउँमा आज एउटा भिन्नै उल्लास थियो। मखमली र सयपत्री फूलले घरको आँगन सजाइएको थियो भने गाउँका कुना कुनाबाट मानिसहरू रामको आँगनमा भेला भएका थिए। यो केवल एउटा चाडबाडको जमघट मात्र थिएन, यो त रिचाको नेतृत्वमा सुरु भएको गाउँले उत्पादन केन्द्रको पहिलो वार्षिकोत्सव र सफलताको उत्सव थियो। हिजोसम्म रिचालाई सहरिया हुइया भनेर गिज्याउने छिमेकी काकीहरू आज उनले बनाएको नयाँ कार्ययोजना सुन्न उत्सुकताका साथ अघि सरेका थिए। रिचाले रातो साडीमा सजिएर शिरमा ढाकाको पछ्यौरी ओढेर सबैलाई स्वागत गरिरहँदा उनको अनुहारमा एउटा छुट्टै आत्मविश्वास र सौम्य चमक देखिन्थ्यो। उत्सवको मुख्य आकर्षण तब सुरु भयो जब सासूले सबैको अगाडि उभिएर बोल्ने निर्णय गर्नुभयो। उहाँको हातमा एउटा पुरानो काठको बाकस थियो जसमा घरका महत्त्वपूर्ण कागजात र साँचोहरू राखिन्थ्यो। सासूले गह